ओके आज मेको 26 तारिक 2025 अब पापा आज यहाँ के भन्छ मङ्गोलियाको लागि प्रस्थान गर्दै हुनुहुन्छ। अब यहाँ इभिनिङको फ्लाइट रहेछ पापाको 9 बजेको। सो इट्स अबाउट 6 o'clock in the evening. Check-in time त अर्ली हो तर nevertheless it's always good to be a bit early than expected. ल अब यहाँ पापाको शुभ यात्रा भनेर चाहिँ यहाँ याङजीले ओके थ्याङ्क यू have a safe trip. Enjoy. याक्सा टन्ने खानु याक्सा पाउँदैन होला। म यहाँ पुगेँ, मेरो ड्राइभर लिन आएछ। हेलो, थ्याङ्क यू। Where is the car? Okay, thank you. Okay, thank you so much. Thank you. Can you hold it? Yes. कस्तो रमाइलो ठाउँ रहेछ हेर्नु न, यहाँ मङ्गोलिया हो यो चाहिँ मङ्गोलिया हो। ओपन जग्गा ठुलो, हेर्नुहोस् त चौर। अघि प्लेनबाट हेर्दा पनि एकदमै चाहिँ पोखरीहरू खोला भएको यस्तो चौरै चौर। यो हुन्छ नि के भन्छ यसलाई, पाखो भनौँ कि त्यो थियो मङ्गोलियाको झन्डा। यो चाहिँ एयरपोर्ट हो। मर्निङ उलानबाटरबाट नमस्कार। म यहाँ हिजो पुगेँ। हिजो के अरे उलानबाटरमा ल्यान्ड चाहिँ नि कति बजे भन्दाखेरि 5 बजेर 10 मिनटतिर ल्यान्ड भयो। अनि त्यहाँबाट निस्कि मलाई लिन आएको थियो। त्यहाँबाट आउँदाखेरि बाटो यस्तो ट्राफिक जाम भयो कि 2 घन्टा ड्याममै जाम भयो। यहाँ होटेलमा पुग्दा यो पछाडि भएको चाहिँ मेरो होटेल हो, रामादा होटेल। यहाँ पुग्दाखेरि ढिलो भयो। त्यसपछि आएर खानालाई तुरुन्त रुममा सामान छाडेर खानालाई तुरुन्त म निस्केँ। अब मेरो ब्रेकफास्टको टाइम भयो। मेरो साथी रस्टी र उसको वाइफ न्यान्सी 7:30मा ब्रेकफास्टमा हामी भेट हुनुपर्नेछ। हिजो भेट्न पाएन। हिजो म एयरपोर्टबाट आउँदै ढिलो भयो र अहिले ब्रेकफास्ट टाइममा हामी भेट्दैछु। अब माथि रेस्टुरेन्टतिर जाँदैछु म यहाँ रेस्टुरेन्टमा ब्रेकफास्ट खान आएँ। तपाईँहरूलाई देखाउँछु। यो रामादा होटलको रेस्टुरेन्ट हो, ब्रेकफास्ट रेस्टुरेन्ट। एकदम भेराइटी राम्रो छ। हाम्रो गाइड हो, उसको नाम चाहिँ आल्मा। म चाहिँ यहाँ अहिले गान्धेन मोनेस्ट्रीमा आएको छु। बेसिकली मेरो बुझाइमा चाहिँ नि गान्धेन चाहिँ यहाँ चाहिँ नि हिजो मैले ड्राइभरले सोद्धाखेरि यहाँ चाहिँ नि गेलुकको प्र्याक्टिस बढी हुने रहेछ। तर जस गेलुक भने पनि जिङमा भने पनि हामी एउटै ग्रुपका बुद्धिस्टमा पर्छ। हामी चाहिँ यहाँ एकदमै यो हामी आज भाग्यमानी भयौँ। हाम्रो गाइडको आफ्नो चिनाजानीको ले चाहिँ नि यो चाहिँ नि यो मङ्गोलियन पालभित्र जो चाहिँ यहाँ ठुल्ठुला भनौँ राष्ट्रपति, राजा,
प्रिन्सेसहरू आउँदाखेरि स्वागत गरेर यहाँ चिया पान गराउने ठाउँमा हामीलाई पनि राखेर उहाँहरूले चिया अनि चाहिँ नि हामीले उ गर्न पायौँ। यहाँ चाहिँ नि भुटानको राजा पनि हालसालै आएर यहाँ बस्नुभएको भनेर चाहिँ उहाँहरूले सुनाउनु भयो। एकदमै भाग्यमानित सोचेछौँ, ठानेछौँ। यो चाहिँ नि मङ्गोलियाको पाल हो। यसरी यो पाल चाहिँ एकदम गियर भन्छ यसलाई। आज हामीहरू चाहिँ नि उलानबाटरबाट चाहिँ नि एकदमै चाहिँ गोबी डेजर्टतिर लाग्दैछौँ। यहाँ अहिले ब्रेकफास्ट टाइम हो। अब हामी ब्रेकफास्ट खाएर 8 बजी निस्किने हो। लन्च खाने ठाउँमा आइपुग्यो हो। यो चाहिँ गोबी डेजर्टको चाहिँ नजिकै पुगेछ हामीहरू। अब अझ पनि यहाँबाट कति किलोमिटर जानुपर्ने हो। यो चाहिँ नि के अरे बेडाको ल्याम्पसँग चाहिँ भात ल्याएछ। मैले किलो खोर्सानी ल्याऊ भनेको छु, अब ल्याउँछु होला। हामी यहाँ ऊँटको चाहिँ नि ऊन चाहिँ नि के अरे काटिरहेको ठाउँमा आएको छौँ र हामीले सोद्धाखेरि त्यो ऊँटको बुत्ला चाहिँ नि कुनै कम्पनीले यहाँ किन्नलाई यहीँ लिन आउँछ अरे। माइल्स आँखाले नभ्याइ टाढा यहाँको यो जग्गाहरू। यहाँबाट कता हो भ्याइ नभ्याइ छ। अब यो त माइल्स एन्ड माइल्स हामीले गाडीमा आइसक्यौँ। अझै पनि त्यहाँ ठाउँमा हामी पुगेको छैनौँ। Hello, little baby there. 10 days old. Oh, 10 days old. ऊँट आमा कस्तो खतरा ऊँट यार। यहाँ मेरो पछाडि ऊँटै ऊँट बसिरहेछ अनि अघि एउटा ऊँटले चाहिँ फर गरेर चाहिँ नि मेरो जिउभरि त्यो उसको खोरहरू छाडिदियो। यिनीहरू बदमास हुँदो रहेछ। Smile. Oh, water. They are giving water. I see. Okay. Oh, pani time. Oh, I see. This is how they give water. Oh. Oh my. Pani khanalai aako. Wow. Oh, amazing. बापरे ऊँटले यसरी यो पानी यसरी दिँदो रहेछ। मिट गोबीको चाहिँ नि यो एउटा के भन्छ अब यो ठाउँको नाम त म थाहा भएन, तर मिट गोबीमा एउटा नेचुरल स्तूपा जस्तो यो जमिनबाट निस्केको त्यो हेर्नलाई जाँदैछु।
यहाँ हावा चलिरहेछ अनि यहाँ चाहिँ नि अब त्यत्रो माइल 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 दौडेर आउँदा पनि एकदमै बस्तीहरू टाढा टाढा ठाउँमा एक दुईवटा ठाउँमा पच्चा पुच्चा ऊँट पालेको घोडा पालेको त्यस्तोहरू मात्र देखिन्छ। एकदम अनौठो ठाउँ पुगेछु। त्यो स्तम्भ रहेछ अब त्यो यो स्तम्भ ढुङ्गाको के भन्नु होला यो के होला त्यसको हाम्रो रुमतिर हामी जाँदैछौँ। त्यहाँ यहाँको स्टाफले हाम्रो लगेज चाहिँ तानेर लाँदैछ। 7 बजी डिनरको लागि बसिरहेछौँ। सनसेट भइरहेछ यहाँ इभिनिङको सनसेट हो। यो मेरो रुम हो। यो बिहान एकदम हावा बढी चल्दो रहेछ। यहाँ चाहिँ एकदम चिसो हावा चल्दो छ। हावा एकदम चल्ने रहेछ यहाँ। गुड मर्निङ। मेरो पछाडि भएको सबै रुमहरू यहाँ जम्मा 130 हो कि 140 रुम रहेछ यो होटलमा। बिहान यहाँ चाहिँ 7:30मा चाहिँ नि ब्रेकफास्ट हो। अहिले यहाँ 7 बज्दा लाग्यो। म चाहिँ बिहानै कफी खान लिएर आएको हो। अहिले मान्छेहरू सबै सुतिरहेछ, साथीहरू पनि सुतिरहेछ। बाहिर एकदम हावा कडा छ। हावा एकदम बेसको चलिरहेछ। यता टोपी ल्याएन भने त एकदमै चिसो। यो चाहिँ हाम्रो ब्रेकफास्ट टेबल हो। यहाँ चाहिँ मासुको भेराइटीहरू आएको छ। यो चाहिँ जेली हो अरे, यो चाहिँ बिफ, यो चाहिँ नि बटर अनि जुस भयो। अब गाडीमा लोड गर्ने। अब यहाँबाट 300 किलोमिटर जति फेरि ट्राभलिङ गर्नु छ आज चाहिँ नि क्याम्प केयर क्याम्पमा बस्ने हो। म यहाँ त्यो के अरे चाइना र मङ्गोलियाको बोर्डर 250 किलोमिटरको बोर्डरको त्यो एरियामा आइपुगेको छु। यो 3टा मूर्ति देखेको चाहिँ नि हरूले चाहिँ यो मङ्गोलियाको सबभन्दा अग्लो शिखरहरू चरेकाहरू भनेर मलाई सुनाएको छ। हामीहरू त्यो बाटोबाट आएको हो। धेरै लामो दूरी पारेर हामी यहाँ आइपुगेका छौँ। यहाँको हावा चाहिँ चिसो हावा, एकदम हावा चलिरहेछ यहाँ। माइल्स एन्ड माइल्स। त्यहाँ मेरो साथीहरू त्यहाँ उनीहरू हेरिरहेछन्। त्यहाँ उनीहरू
हाम्रो यहाँ ट्रेकिङ सुरु भएको छ। यहाँ चाहिँ 2 घन्टाको वाकिङ पर्छ अरे। हामी चाहिँ ट्रेकिङ गर्दैछौँ। मङ्गोलियामा आएर ट्रेकिङ गरिरहेछौँ हामीहरू। गाडीमा लगभग यो ठाउँमा पुग्नलाई कति 35 मिनट पाउने 40 मिनटै भयो होला हामी गाडीमा आयौँ। त्यसपछि त्यहाँ चाहिँ नि बेस क्याम्प जस्तो एउटा ठाउँ रहेछ, त्यहाँ हामी गाडी रोक्यौँ। र चाहिँ नि यहाँ मेरो ब्याकग्राउन्डमा चाहिँ यो पहाडहरू छन् र मेरो साथीहरू चाहिँ पछाडिबाट आउँदैछन्। मेरो त्यो सानो क्यामेराको चाहिँ नि ब्याट्री चाहिँ सकिएकोले गर्दाखेरि मैले मेरो आफ्नो मोबाइलबाट खिचिरहेको छु अहिले। रमाइलो ठाउँ छ, सुनसान ठाउँ छ। यो हाम्रो यसपालिको यो प्याकेजमा चाहिँ नि हामीले यो भनौँ न सबै थोक भएको मङ्गोलियाको सबै पार्टहरू चाहिँ घुम्ने रहर छ भनेर मैले रिक्वेस्ट गरेँ। त्यही अनुसारले चाहिँ प्रोग्राममा चाहिँ यो पनि राखिएको छ र चाहिँ हामी इन्जोय गरिरहेछौँ। यहाँ दुःखसँग पछाडि पानी राखेर एकदम चाहिँ अनि यो वरिपरिको पहाडहरू हेर्दै रमाउँदै हामीहरू यहाँ गियर क्याम्पमा चाहिँ पुग्यो। क्याम्पमा यो क्याम्पको नाम चाहिँ नि वेलकम टु खनबुक। नेपालमा आज हाम्रो बास यहाँ हो। आज धेरै हिँडियो पनि अलिअलि थाक्यो। डाइनिङ चाहिँ यता हो, खाने ठाउँ। खाने ठाउँ चाहिँ यहाँ रेस्टुरेन्ट चाहिँ यो हो। आज यहाँ ठुलो ग्रुप आउनेवाला रहेछ। यो चाहिँ यहाँ यस्तो छ। यो मेरो रुम हो। यिनीहरूले यो सिरक दिएछ अनि एक्स्ट्रा ब्ल्याङ्केट पनि राख्दो रहेछ। वाल यो प्रकारको छ अनि एक्स्ट्रा बेड, हिटर राखेको हुँदो रहेछ, लाइट हुन्छ, मोबाइल चार्जिङको लागि यो ठाउँ राखेको हुन्छ। यस्तो ढोका सानो छ होइन एउटा। यो मेरो कोठा हो है। अब आज हामी चाहिँ यो क्याम्पलाई छाडेर फेरि अर्को क्याम्पतिर जाने तयारीमा तर्खरमा छौँ। एकदम यहाँको बसाइ एकदम रमाइलो भयो र चाहिँ यो ठाउँमा चाहिँ पछाडि ब्याकग्राउन्डमा तपाईँहरूले देख्नुहुनेछ त्यो पहाडहरू चाहिँ अब रोलिङ हिल्स भन्छ यसलाई। एकदम रमाइलो भयो। यहाँको बसाइ एकदम चाहिँ रमाइलो भयो र अब हामीहरू यहाँबाट चाहिँ फेरि लगभग
280 किलोमिटर जति आज जानुपर्ने भनेर बनाएको छ। अब आज चाहिँ नि हामीहरू फेरि एउटा परिवारले आज चाहिँ नि अलिक फरक किसिमको यस्तै क्याम्पमा बस्नेछौँ। त्यो चाहिँ होमस्टे, यहाँको मङ्गोलियन परिवारले चाहिँ नि चलाएको आफ्नो होमस्टेमा चाहिँ हामी बस्छौँ र उनीहरूले पकाएको हामी जे पकाउँछ त्यो खानेछौँ र चाहिँ नि रमाइलो हुनेछ। मसँग अझै पनि हाम्रो बुद्धिस्ट प्रेयर फ्ल्यागहरू छ, त्यो चाहिँ लगेर अलिक अल्गो ठाउँहरू कहीँ भेटेछ, गुम्बाहरू भेटेछ भने त्यहाँ चाहिँ म गर्दैछु। अब यहाँ ऊँटमा चढ्नलाई हामी तयारी भइरहेछौँ। डर लागिरहेछ मनमा। डिनर टाइम हो यहाँ चाहिँ नि हाम्रो ट्रिप लिडर आल्मा ट्रिप लिडरले चाहिँ नि खाना तयार गरेको हेर्नु न कस्तो राम्रो बनाएको छ। ओह माय गॉड, दिस इज सो उहाँले बनाएको हो आल्माले। रसी, नेन्सी, म हामीहरू चाहिँ नि आज यसरी सेटअप गरेर चाहिँ हेर्नुहोस् न, यहाँ किचन हामीले थाहै थिएन यहाँ यसरी चाहिँ हाम्रो लागि उनीहरूले खाना यसरी मिलाएको छ। अघि चाहिँ नि Mongolian खाना भयो, अहिले चाहिँ नि स्पेशली she prepared us really delicious food. Thank you so much, Alma. Thank you.